बाबालाई देखाउँदैछु के भयो हेलो गाइस वेलकम छ मेरो युट्युब च्यानलमा है अनि आज चाहिँ हामी मङ्गलबार जानको लागि रेडी भएको छौँ मैले चाहिँ के पेन्ट मात्र लगाएर आएको थिएँ पेन्ट बेस एक जोर मात्र लुगा लगाएर आएको थिएँ त्यही भएर भोलि पनि लुगा लगाएर जानु आज पनि लुगा लगाएर जानुपर्ने अनि हामी चाहिँ रेडी भइसक्यौँ अनि यहाँ चाहिँ सिन्जु दाजु हुनुहुन्छ सन्जु दाजु पनि जानुहुन्छ अनि किरण दाइजू दार्जिलिङ जानुभएको छ है काकाले अनि निर्मला र त्यो पनि साथीहरू होइन यहाँनिर चाहिँ यस्तो बाटो छ यस्तो खालको सबै प्रायः त्यस्तै बाटो छ आमामा यस्तो उकालो पनि छ होइन अनि कस्तो भइरहेछ दाइ तपाईँलाई बिस्तारमा कुदाउँदाखेरि बाइक बबाल रमाइलो हिलो देख्दा हुन्छ हेर्दा हुन्छ एकचोटि झन् मलाई लडाउनु खोज्नु भएको थियो तर राम्रोसँग बसिनस् भन्नुभयो क्या मलाई त्यो भनेको हुली हान्यो क्या त्यो पछाडि झोला थियो नि त अनि अगाडि त यस्तो उठेर उनी हाम फालेर निस्क्यो यसरी अनि एकदमै चिसो रहेछ होइन अनि हुस्से पनि ड्याम्म लागिरहेछ ड्याम्म ड्याम्म हामी चाहिँ यो कहाँ आइपुग्यौँ हो कहाँ आइपुग्यौँ दाइ यो हाम्रो यो ठाउँलाई के भन्छ खै मलाई पनि थाहा छैन चत्तिरे भनेको चत्तिरे कता हो मलाई पनि खोइ अर्को बाटो जानु के भनेर जानु म निस्किउँ कि आइसक्नु भयो त है हामी अर्को बाटो आयौँ कि कहाँ आयौँ खोइ अरू जाउनु भएन त हो पर पनि बाटो थियो कि के थियो मलाई हेरिदिनु नि एकदम त बाटो ए ऊ पर रोकाउनु भएको रहेछ रोकाउनु भएको रहेछ ऊ पर आइरहेको छ म चाहिँ सायद पड्काएर लग्नुभयो त फर्स्ट फायर दामी हुन्छ यस्तो भ्याग त्यो हिलो हिलो छ है यस्तो कुनै कुनै मात्रै छ अरे यसरी हिँड्ने बाटो तर यस्तैमा कुदाउनुपर्छ अब अप्ठ्यारो बाटोमा भिडियो बनाउनु भएन नि त साथीहरू ऊ यहाँ तर रोकाउनु भएको कहाँ सार्दैछ के भयो थाहा छैन मलाई हिँड्नु त्यो चढ्नु पर्ने ए त्यस्तो छ है बाटो चाहिँ हाम्रो यहाँनिर अनि त्यो आएर कुदाइ त्यही आएर कुदाइ के लडा भातको टुक्रामा यसरी टास ला हो र भात लडिङ है लड्यौ यस्तो उठ्यो हैन यस्तो गो खोइ एकदम अलि कहाँनिर माथि ममा कहाँ लड्यो त तिमीहरू गएछौ नि तल एक तल तैँले कस्तो बगा गए पनि क्यारेक्टर छ कि तर हेर बनाऊ कहाँ छ हेर अनि कहाँ गयो फेरि हेर्छौँ बनिन्छ होला त ए हो Consider it sign on the guide. Consider movie down. Consider it up. Wow. Give up my bike. Give up my bike. इमेजिन गयो त के भयो त के हो के गर्नु ओइ रोक त के भयो सुरुहरू कहाँ आएको अन्त फेरि अन्त कहाँ जानुभयो आउनु भएन हाल्ने भोलि दुई तेल त सबै कहाँ आएको खोइ निस्किनु अर्को बाटो पनि छ अर्को बाटो
Nếu không giảm xa thì không lại nữa. मैले निस्किन्छु ल दाइ Đây. Here đấy. Số thả con đi cho nó có cần lát. Đi cái có snow mà. तेल चाहिँ निकै झरिरहेछ है अच्छी पनि चिसो हुँदो रहेछ क्या तेल त Cái tiêu cắt đi chứ. Thì thằng này Ôi, por phần mà tiêu xe thì không ra lại tốt gió điện. Hả? Cái gì toàn đấy như thế. Sao rồi? Xin chăm đặt cho này cái bolo tôi ta. Đấy một điều đã thì lại là đấy. फाइनल ब्याग चाहिँ भयो फाइनल मेरो हात चाहिँ यस्तो भइरहेछ यस्तो मेरो हात काला त्यस्तो छ साथीहरू यस्तो काटिरहेछ कि ढुङ्गाले आमामा यहाँ चाहिँ हुसे पनि लागिरहेछ अनि यो चाहिँ भएर त्यसरी खोलामा डह्रो लडेको छौँ कि हामी आज मेरो पेन यहाँदेखि सबै भिजेको छ सबै भित्र उयो बसेर एउटा काटिहाल्यो साथीहरू होइन हामीले चाहिँ नागिटा बल्ल बनाइसक्यौँ होइन अनि त्यसपछि हामी फर्किँदैछौँ कहाँ जाँदैछौँ अरे खाना खान जाँदैछौँ अनि हाम्रो नागरिक बन्यो नि कति खुसी भइरहेको छ अनि नागरिक बन्न पायौँ होइन नागरिक बल्ल बन्न पाएको छौँ त्यही हो किरण दाइहरू चाहिँ उता हिँड्दै हुनुहुन्छ अनि हामी चाहिँ यहाँसम्म बाइक लिएको थियौँ कि बाइक यहाँ छ जा कुन पुल आउनु भएको के भन्छ दितपुर ए दितपुर यताबाट हो मेरो फोनमा त केही नदेखिरहेको यस्तो हुर्सी लागिरहेछ रामबाट बाटै नदेखिने खालको हुर्सी लागेछ नि केही देखिँदैन म त बाटो राम्रोसँग हामी पनि घुमौँ न कस्तो छ भनेर हामी चाहिँ यहाँनिर चतुरे बजार आइपुग्यौँ कसरी पकाएको थिएँ मलाई लागि यो त चतुरे बजार हो ए म चाहिँ हेलमेट किन लगाइरहेको नि यसले साथीहरू म चाहिँ घर आइपुगिसकेँ है अनि यहाँ लडेको छैन भिडियो अनि मोबाइल बोकेको त्यो कसले भिडियो गरेपछि म रुनु थालेँ दुखेर सहन नसकेर रुनु थालेँ अनि साह्रै नै पछारियो नि हात अनि यहाँदेखि तल मेरो फोन त यहाँ हालेको थियो यो गोजीमा सबै भिजेर यहाँ फुटिरहेछ अनि पानी यहाँ फुटेछ अनि यहाँ सबै भिजेर जुत्ताभित्र पानी पानी छ यहाँ फुटिरहेछ तर झन् समातेको भए चाहिँ खतम हुन्थ्यो नि त क्यामेरा अनि आनन्दीलाई चाहिँ कुरमुरे कस्तो लाग्यो कुरमुरे यो विक्रमसँग विक्रम त कहिले आइस ए विक्रम अघि आइस हामी अघि मङ्गलबारे गएको यो किरण दाइले मलाई लडाउनु भयो र आफू दाइ तपाईँले खासमा हो यस्तो बाइक यस्तो भएको त पुरा यस्तो भएको थियो म त यस्तरी लडेर मेरो त यहाँ सबै भिजेर सबै भन्दै हो अनि
यो बाइक पनि बिग्रेर अनि काकाहरू चाहिँ उता घर जानुभयो उहाँहरूको घर अनि हामी चाहिँ यतै तल खाऊ न यो खाऊ न अहिले नै के हुन्छ अहिले खाना चाहिँ कराउँछ भने पानी त नसुन्नु भने चाहिँ अब टोइलेट गरेर कसरी गर्नु टोइलेट कसरी यसरी धुनु म सेन्से बाजेले चाहिँ यस्तोहरू सबै बोक्नु भएको रहेछ क्या अनि सबै बाँधिनु भयो अनि त्यो यस्तो उयो हस्पिटलको सामान जति सबै थाहा हुन्छ नि त लडिन्छ के हुन्छ अनि त्यसरी बाँधिदिएपछि मेरो बाबा पनि आइपुग्नु साथीहरू होइन पूजाबाट अनि ब्याग भएछ अनि मेरो हात बाबालाई देखाउँदैछु के भयो के भयो देख्नु भएन सुनिरहेछ यो हात कत्रो सुनिरहेछ लड्यौँ नि माथि आउँदाखेरि जाँदाखेरि उकालोमा खोलामा चिप्ल्यो खोइ चिप्लो कि के भयो महँगै ग्राङ्गे लडेमा मेरो हातले पक्रियो अनि त्यसपछि ब्यान्डेज लगाइदिनु भयो सेन्से बाजेले बिस्तारै त जानु अलिक स्पिडमा थियो होइन खोलामा हौ भाँच्यो कि के भयो यता र यता बिच सानो सानो यता ढुङ्गा थियो अनि बिचबाट लानु खोज्नु भएको खै के भयो सक्नु भएन होला अनि ढुङ्गाबाट लाँदाखेरि पिकअप टु त भन्नुहुन्छ अनि ड्याङ्गे लडेँ म त मेरो फोन पनि सबै भिज्यो फोन पनि बिग्रियो फोन त गोजीमा भयो त्यो हिजो जाँदाखेरि पो हिजो होइन अघि गएको नि त मङ्गलबारी होइन मङ्गलबार जाँदाखेरि खोलामै त्यस्तो भएको काका निर्मला होपे अनि सेन्से बाजे यहाँ ढुङ्गा थियो अनि यहाँ पनि ढुङ्गा थियो सानो सानो ढुङ्गा ठुलो पनि होइन यस्तै सानो सानो ढुङ्गा थियो अनि त्यता पनि सानो ढुङ्गा थियो अनि उनीहरूले त्यो बिचबाट कटाए चक्का हालेर होइन चक्का हालेर सही कटायो तर किरण दाइले चाहिँ त्योबाट लानु भएन ढुङ्गाबाट लाँदाखेरि त्यस्तो बुझ्नु पर्यो नि अब चाहिँ अनि के पिकअप नपुगेर त्यत्रो त अघि मैले हेरिदिएको काम बन्यो भनेर खुसी हुनुपर्नेमा काम पनि बन्यो अनि यस्तो पनि भयो अनि अहिले पनि हजुर अनि पोले पछि कस्तो पोलो